ओके, बिलिभ यानि कि विश्वास। आज हामी यसै विषयमा चर्चा गर्नेछौँ। तपाईको विश्वास नै सत्य हो। तपाईँ कुनै कुरा वा कुनै चिजलाई साँच्चीकै 100% विश्वास गर्नुहुन्छ भने ती कुरा ती चिजहरू साँच्चीकै प्रकट हुन्छ र ती कुरा ती चिजहरू वास्तविकतामा परिणत हुन्छ। तर त्यो विश्वास तपाईको दिमागले साँच्चीकै 100% सत्य हो भनेर मानेको चाहिँ हुनुपर्छ। मुखले भन्नको लागि मात्र होइन, हो म 100% विश्वास गर्छु भनेर मात्र पनि हुँदैन। भित्री तपाईको मन मस्तिष्कले पुरै विश्वास गरेर त्यसलाई सत्य मानेको चाहिँ हुनुपर्छ। तपाईँ जुन कुरालाई विश्वास गर्नुहुन्छ तपाईको मन मस्तिष्क तपाईको दिमागले त्यसैलाई नै सत्य मानेर स्वीकार गर्दछ र त्यही अनुसार तपाईको माइन्ड यानि कि तपाईको दिमागले चाहिँ काम गर्न सुरु गरिदिन्छ। एभ्रिथिङ इज बिलिभ। सबै कुरा विश्वास नै हो क्या। तपाईँ आफ्नो बारेमा के भन्नुहुन्छ, के सोच्नुहुन्छ, के महसुस गर्नुहुन्छ, के कुरामा विश्वास गर्नुहुन्छ त्यो नै रियालिटी बनिन्छ। यदि तपाईँले कुनै कुरालाई 100% साँच्चीकै विश्वास गर्नुभएको छ र तपाईँको माइन्डले तपाईँको दिमागले पनि त्यसलाई चाहिँ सत्य मानेर विश्वास गरेको छ भने तपाईँको बडी यानि कि तपाईँको शरीर, तपाईको सम्पूर्ण शारीरिक अङ्गहरू, तपाईको भित्री अङ्गहरू, बाहिरी अङ्गहरू सबैले त्यही अनुसार काम गर्न चाहिँ सुरु गर्दछ। त्यसैले तपाईँ राम्रो कुरामा विश्वास गर्नुहुन्छ भने तपाईँले राम्रै कुराहरू, राम्रै चिजहरू पाउनुहुन्छ। यदि तपाईँ नराम्रो कुराहरूमा विश्वास गर्नुहुन्छ भने तपाईँलाई नराम्रै कुराहरू पाउनुहुन्छ र तपाईँमा त्यस्तै नराम्रै कुरा चिजहरू चाहिँ तपाईँतिर आकर्षित हुँदै जान्छ र तपाईँले त्यस्तै चिज कुराहरू चाहिँ पाउनुहुन्छ। तपाईँ जुन कुरामा, जस्तो कुरामा ध्यान केन्द्रित गर्नुहुन्छ, तपाईँ कस्तो महसुस गर्नुहुन्छ क्या, तपाईँ के कुरामा विश्वास गर्नुहुन्छ तपाईँलाई त्यही कुराहरू तपाईँले पाउनुहुन्छ र तपाईँतिर त्यस्तै त्यही कुराहरू चाहिँ आकर्षित हुँदै जान्छ र तपाईँले त्यही चिजहरू चाहिँ पाउनुहुन्छ र तपाईँको दिमाग, तपाईँको शारीरिक अङ्गहरू, एभ्रिथिङ सबैले चाहिँ तपाईँको विश्वास, तपाईँले गर्नुभएको विश्वास अनुसार नै कामहरू गर्दछ। इफ यु आर पोजिटिभ विथ योर सेल्फ, obviously you are going to get positive things in your life. यदि तपाईँ आफ्नो बारेमा सधैँ पोजिटिभ भन्नुहुन्छ, पोजिटिभ सोच्नुहुन्छ र पोजिटिभ महसुस गर्नुहुन्छ भने तपाईँले सधैँ पोजिटिभ कुराहरू, पोजिटिभ चिजहरू नै पाउनुहुन्छ र तपाईँले आफ्नो वरिपरि पोजिटिभ मान्छेहरू नै पाउनुहुन्छ। यदि तपाईँ आफ्नो बारेमा चाहिँ सधैँ नेगेटिभ सोच्नुहुन्छ, है यस्तो उस्तो होइन, नेगेटिभ सोच्नुहुन्छ र नेगेटिभ महसुस गर्नुहुन्छ भने तपाईँले सधैँ नेगेटिभ चिजहरू नै पाउनुहुन्छ र तपाईँले आफ्नो वरिपरि पनि नराम्रो नेगेटिभ मान्छेहरू नै पाउनुहुन्छ। सो त्यसैले तपाईँहरू सधैँ आफ्नो बारेमा पोजिटिभ सोच्नुहोस्, पोजिटिभ कुराहरूमा ध्यान दिनुहोस् र पोजिटिभ राम्रो कुराहरूलाई मात्रै आफूतिर आकर्षित गर्नुहोस्। त्यसको लागि तपाईँहरूले सधैँ पोजिटिभ कुराहरूमा मात्र ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ र पोजिटिभ कुराहरूलाई मात्रै विश्वास गर्नुहोस्। तपाईँ के कुरालाई विश्वास गर्नुहुन्छ होइन, तपाईँले के कुरालाई चाहिँ साँच्चीकै विश्वास गर्नुहुन्छ त्यो नै सत्य हो र ती चिजहरू, त्यो कुराहरू नै तपाईँतिर आकर्षित हुन्छ र त्यो तपाईँको विश्वास चाहिँ सत्यता, वास्तविकतामा परिणत हुन्छ। द मोस्ट पावरफुल टुल इन आवर बडी इज आवर माइन्ड। त्यसैले तपाईँको आफ्नो दिमागलाई तपाईँले राम्रो र पोजिटिभ कुराहरूलाई मात्रै विश्वास गर्न दिनुहोस्। यदि तपाईँले आफ्नो माइन्डलाई चाहिँ नचाहिँदो कुराहरू, नराम्रो कुराहरूलाई विश्वास गर्न दिनुभयो र यदि तपाईँको माइन्डले चाहिँ ती चिजहरूलाई चाहिँ सत्य मानेर विश्वास गर्न थाल्यो भने तपाईँले सधैँ नराम्रो कुराहरूलाई मात्रै एट्र्याक्ट गर्नुहुनेछ। त्यसैले सधैँ आफ्नो माइन्डलाई चाहिँ पोजिटिभ र राम्रो कुराहरूले मात्रै ट्रेन गर्नुहोस्। जब तपाईँ केही कुरालाई विश्वास गर्नुहुन्छ र तपाईँको माइन्डले 100% हो भनेर चाहिँ सत्य मान्छ र विश्वास गर्छ, त्यसपछि तपाईँको माइन्डले चाहिँ तपाईँको शरीरमा, तपाईँको होल बडीमा चाहिँ सिग्नल्सहरू चाहिँ पठाउन थाल्दछ र त्यही सिग्नल्सहरू अनुसार चाहिँ तपाईँको शरीर, तपाईँको बडी, तपाईँको अङ्गहरू सबैले चाहिँ कामहरू सुरु गर्दछ। यस्तो धेरै
उदाहरणहरू छ जुन डाक्टरहरूले निको पार्न नसकेको बिरामीहरू पनि आफ्नो विश्वासले गर्दा निको भएको छ। यदि तपाईँ आफूले आफूलाई विश्वास गर्नुहुन्छ, साँच्चै 100% विश्वास गर्नुहुन्छ भने तपाईँको शरीर, तपाईँको माइन्ड, तपाईँको दिमाग र तपाईँको अङ्गहरू, भित्री अङ्गहरूले पनि त्यही तपाईँको विश्वास अनुसार नै कामहरू गर्दछ। यदि तपाईँ चाहिँ आफ्नो बारेमा म ठिक छु, म ठिक हुन्छु, म निको हुन्छु भनेर विश्वास गर्नु, सधैँ विश्वास गर्नुहुन्छ, साँच्चै 100% विश्वास गर्नुहुन्छ भने तपाईँको शरीरले, तपाईँको बडी, तपाईँको माइन्डले चाहिँ त्यही अनुसार कामहरू गर्दछ र तपाईँको भित्री अङ्गहरू पनि जुन तपाईँको बडी शरीरमा चाहिँ समस्याहरू हुन्छ, त्यो समस्या तपाईँको बिमारहरू पनि बिस्तारै बिस्तारै ठिक हुँदै जान्छ। तर तपाईँले विश्वास चाहिँ गरेको हुनुपर्छ। 110% विश्वास चाहिँ हुनुपर्छ। 1% पनि डाउट हुनु हुँदैन। तपाईँले 110% विश्वास गर्नुभयो भने तपाईँको बिमार पनि ठिक हुनेछ। ओके, विश्वासले कसरी काम गर्छ त भनेर म तपाईँहरूलाई वास्तविक घटना सुनाउँछु र मैले आफ्नै आँखाले देखेर मैले एक्सपिरियन्स गरेको कुरा पनि म तपाईँलाई सुनाउँछु है त।